अझै चाहिँ यसो ऱ्यान्डम इभिनिङ राइडमा है। यो चाहिँ दिस इज आदेश्वर टेम्पल। यहाँबाट म माथितिर लागेपछि नाउ अब चाहिँ वाइट गुम्बा जाने बाटो चाहिँ यो भयो यता। स्कुटीले तानेन जस्तो छ। म चाहिँ अगाडि गएँ है त। कहाँ जान्छ मलाई पनि थाहा छैन। लेट्स गो डु अ बिट यता हल्का यहाँबाट तल निस्किने बाटो छ त? छ जान्छ? ए हुन्छ हस्, थ्याङ्क यू। हस् भनेपछि बाटो चाहिँ छ अरे ट्र्याक्टरमा कस्तो छ। Shit man, बाटो त के हो यस्तो? झऱ्यो ओ नाइस झऱ्यो I am feeling so happy now. Oh बाबु यहाँबाट तल जाने बाटो कुन हो? ए यो तल जाने बाटो छ? ए ओ सेट यही बाटो यसो मान्छे त गएर रहेछ भनेपछि म नि किन्न छैन र त्यो त लड्यो अन्त म गएँ त सेट म्यान प्लिज ओहो I don't know बिस्तारै नचिप्ली प्लिज
I am sure तेरिका चिप्लिनु भएन अन्त जान्छ बाटो त हो म्यान गयो फाइनली गयो यस शिट डरेर अझै त्यस्तो बाटो है यसको मेन प्रब्लम भनेकै मोड्नमा फुल मोड्नै मिल्दैन क्या मोडियो नै मोडिँदैन अब यहाँ बाटो यस्तो छ कसरी जाने त अब यहाँबाटै बिस्तारै जाने त्यहाँबाट झऱ्यो भने मलाई मोड्नलाई बसिरहन्छु यहाँबाटै बिस्तारै झार्छु है अब बाइक स्कुटी त रहेछ स्कुटी नै रहेछ हुनु त तर अरू बाइक चाहिँ देखेन आइयो फाइनल झऱ्यो नेपाल विकास नभएन के यस्तो ठाउँमा रोड लानुपर्ने छ यस्तो बाटो बनाउनु पर्ने छ यति सानो देशमा राइट कालेज वा त्यहाँ कालेज पनि रहेछ ल अब यहाँ मेन आउनुपर्ने चाहिँ डट बाइक लिएर हो डट बाइक छैन मसँग हटाया भेज दिस एनएस हो अब एनएसले पनि यत्तिको आछ भनौँ है नट ब्याड यत्तिको आछ यो यत्तिको बाइकमा तर तलबाट आउनु पऱ्यो भने त तनावै हुन्छ आउँदैन थियो बाइक सियो फसियो माथिबाट आउँदा चाहिँ यत्तिको आछ ह्याप्पी फर द्याट तर अझै अचिलोबाट त अझै टन्नै छ क्या यति त के होइन अब यहाँनिर यस्तो बाटो छ मान्छे त अब मैले कसरी निकाल्ने त जान्छ गयो प्लिज गइदियो भाइ गयो बस यस गयो राइट isn't this like बाटो अप्ठ्यारो बाटो चिप्लो माटो अप्ठ्यारो बाटो घुम्दै फिर्दै रातो माटो रहेछ अचमा अलिकति हिँडौँ अनि आई विल बी एट द हाइवे नट द हाइवे बट एटलिस्ट पिच गरेको ट्र्याकमा चाहिँ म पुग्छु त्यसपछि ढुक्क भएर घर जानलाई अब यहाँबाट कसरी ल फाइनली लेट्स डु फिङ्गर क्रस अब चाहिँ त्यस्तो अचिलो बाटो छैन होला है यही बाटो त होइन म आएको उहाँ टपबाट बाटो थियो नि थाहा छैन सोध्दै आइरहेछ बाटो त थ्याङ्क्स म्यान अब चाहिँ गाडी पनि रहेछ भनेपछि आइपुगेँ
आइपुगे बाटो। यहाँबाट झरेर यति झरेपछि त Now I'm at the track road pizza. Oh my god, thanks man.